सबैजनालाई नमस्कार। हेर्दा सुन्दा सामान्य विषय चाहिँ लाग्ने, तर वैदेशिक रोजगारमा जानु पूर्व धेरैजसो महिला दिदीबहिनीहरूले भोग्दै आउनु भएको एउटा समस्याका विषयमा आज यहाँहरू समक्ष म साझा गर्न गइरहेकी छु। र जुन समस्या हो अभिमुखीकरणको विषय। हुन त यहाँहरूलाई लाग्न सक्छ अभिमुखीकरणको विषयमा किन समस्या आइपरेको हुन सक्छ र भनेर। तर कुरा के हो भने अब वैदेशिक रोजगारमा जानु पूर्व 2 दिने अभिमुखीकरण तालिम अनिवार्यता जस्तै छ, जुन चाहिँ वैदेशिक रोजगार ऐन 2064 को दफा 27 मा तालिम लिनुपर्ने भन्ने व्यवस्था उल्लेख छ। त्यसैगरी वैदेशिक रोजगार नियमावली 2064 को नियम 20 ले समेत अभिमुखीकरण तालिम लिनुपर्ने भन्ने व्यवस्था गरेको छ। र सो व्यवस्था अनुसार वैदेशिक रोजगार विभागमा बाट अनुमति प्राप्त अभिमुखीकरण तालिम केन्द्रहरू मार्फत वैदेशिक रोजगारमा जानु पूर्व जान चाहने कामदारहरूले 2 दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ। र जुन तालिममा सहभागी हुँदा महिला दिदीबहिनीहरूलाई तालिम बापतको तिरेको 700 रुपैयाँ चाहिँ वैदेशिक रोजगार बोर्ड सचिवालय मार्फत चाहिँ फिर्ता हुने कानुनी प्रावधान समेत छ। जुन वैदेशिक रोजगार नियमावली 2064 को नियम 26 मा कोषको प्रयोग अन्तर्गत खण्ड 6 मा वैदेशिक रोजगारमा छनौट भएका महिलाले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क शोध भर्ना गर्न पर्ने खालको व्यवस्था समेत उल्लेख छ। र यसरी वैदेशिक रोजगारमा जानु पूर्व महिला दिदीबहिनीहरूले लिने अभिमुखीकरण तालिममा उहाँहरूले तालिम सेन्टरहरूमा तिरिएको 700 रुपैयाँ लिनको लागि कहाँ जानु पर्यो त? वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा गएर उपस्थित भएर उक्त रकमको शोध भर्ना लिनु पर्यो, जसका लागि पनि आवश्यक कागजातहरू पुर्याएर जानुपर्ने हुन्छ। र यो यसो झट्ट हेर्दाखेरि तालिमको पैसा फिर्ता हुन्छ, कस्तो राम्रो गजबको कुरा। किनकि नेपाल सरकारले महिलाहरूलाई सहुलियत दिएको छ भन्ने जस्तो देखिन्छ। तर एउटा विडम्बना के छ भने महिला दिदीबहिनीहरूले उक्त 700 रुपैयाँ तिर्नुहुन्छ तालिम केन्द्रहरूमा गएर, तर त्यहाँबाट सचिवालयसम्म पुग्ने गाडी भाडा यी यावत कुराहरू र जुटाउनु पर्ने कागजातहरू सबै कुराहरू हेर्दाखेरि मलाई लाग्छ त्यो 700 उहाँले लिनु र नलिनु बराबर जस्तै हो कि, मलाई त्यस्तो लाग्छ। अब यहाँहरूलाई के लाग्छ? यहाँहरूले पनि यो विषयमा बुझ्न सक्नुहुन्छ अथवा आफ्ना धारणा राख्न सक्नुहुन्छ। र कुरा के गर्न सकिन्छ होला त यो विषयमा भन्ने एउटा यो छलफलको विषय पनि हो जस्तो लाग्छ। किनकि त्यति रकमको लागि त्यो फिर्ता पाउनको लागि चाहिँ त्यहाँसम्म आउनुपर्ने होइन भने त्यो रकमहरू उक्त तालिम अभिमुखीकरण तालिम केन्द्रहरूमा हुन त अभिमुखीकरण तालिम केन्द्रहरूले चाहिँ तालिम लिनु पूर्व पनि तालिम लिने व्यक्तिहरूको नामावली चाहिँ वैदेशिक रोजगार विभागमा पेश गर्नुपर्ने हुन्छ तालिम दिनु पूर्व पनि। र जुन कुरा चाहिँ वैदेशिक रोजगार नियमावली 2064 को नियम 21 मा उल्लेख गरेको छ हैन, त्यसरी तालिम दिइसकेपछि पनि तालिम प्रदान गरेपछि पनि सो अभिमुखीकरण तालिममा प्रदान गरिसकेका व्यक्तिहरूको हाजिरी विवरण समेत विभाग समक्ष पेश गर्नुपर्ने हुन्छ उक्त अभिमुखीकरण तालिम केन्द्रहरूले। र यसरी सबै कुराहरू त्यहाँबाट पनि भइ नै रहेको देखिन्छ। र यो रकम त्यहाँ तिरेर फेरि रकम लिनलाई आफ्नै रकम एकचोटि त्यहाँ तिर्नै शुल्क बापत फेरि त्यो रकम फिर्ता लिनको लागि चाहिँ जानुपर्ने एउटा झन्झटिलो प्रक्रिया। त्यही पैसा निकाल्नको लागि त्यति नै रकमहरू लगभग खर्च गरेर जानुपर्ने अवस्था स्थिति अहिलेको वर्तमान अवस्थामा देखिन्छ। यो विगतदेखि हुँदै आएको भनौँ न। अब यसलाई नेपाल सरकारले कसरी सम्बोधन गर्न सक्छ अथवा ती निकायहरूले सम्बन्धित निकायहरूले यसलाई कसरी सम्बोधन गर्दा सहज हुन्छ होला जस्तो मेरो व्यक्तिगत धारणाको कुरा गर्नुपर्दा त सकेसम्म चाहिँ हाजिरीहरूदेखि लिएर सबै प्रमाणहरू त्यहाँ कलेक्सन गरिन्छ भने त्यहीबाट चाहिँ पैसाको चाहिँ
शोध भर्ना गर्ने व्यवस्था त्यहीँ गर्ने हो कि अथवा पैसै नतिर्ने वातावरण सृजना गर्ने हो कि अथवा यसलाई कसरी निराकरण गर्न सकिन्छ योभन्दा अन्य मेथडहरू पनि सरकारले सोच्नुपर्छ कि जस्तो लाग्छ यो विषयमा। किनकि यसमा त लाग्छ पैसा फिर्ता दिनु र नदिनु उस्तै उस्तै जस्तो लाग्छ कि। किनकि त्यही पैसा अब मान्छेलाई लाग्छ 700 रुपियाँ हो नि त त्यहाँ तिरेको छ फिर्ता हुन्छ भनेर आउन त आइन्छ, तर त्यसको हिसाब किताब लेखाजोखा गर्ने हो भने पक्कै पनि त्यति नै रकमहरू चाहिँ खर्च भइरहेको देखिन्छ। र अर्को चाहिँ आजभोलि धेरै जसो गुनासो एउटा के पनि आइरहेको छ मार्केटमा भने मैले सुनिरहेको विषय, किनकि अब लामो समय वैदेशिक रोजगारको क्षेत्रमा काम गरेको हिसाबले पनि कतिपय गुनासाहरू मसँग पनि ठोकिन आइपुग्छन्। कतिपय तालिम केन्द्रहरूले अथवा अभिमुखीकरण तालिम केन्द्रहरूले चाहिँ 700 को सट्टा 2700 2100 पनि लिने, बढी रकमहरू असुल गर्ने, तर त्यो रकम चाहिँ व्यक्तिगत हातमा प्राप्त हुन्छ, भनौँ न हातबाट प्राप्त हुन्छ अथवा ब्याङ्किङ च्यानलबाट दिइँदैन। ह्यान्ड क्यास दिइसके पछाडि त्यसको चाहिँ भरपाई केवल 700 को मात्र दिन्छ र त्यो 700 शोध भर्नको लागि यहाँ आइन्छ, तर अन्य पैसा चाहिँ कुनै पनि हिसाब किताब त्यहाँ राखिँदैन। भनेपछि त्यसमा त्यो तालिम केन्द्रहरूलाई पनि अनुगमन गर्न एकदमै आवश्यक छ जस्तो लाग्छ। अब ती प्रमाणहरू कसले भन्यो के भन्यो भन्ने विषयहरू चाहिँ उठान गर्नै पर्यो भने सम्बन्धित व्यक्तिहरूलाई ती कुराहरू अब उहाँहरूले कतिपयले यदि राख्न चाहनुभयो भने आउन पनि सक्नुहुन्छ अगाडि। होइन भने यो विषयमा पनि अलिकति व्यथितिहरू भइरहेको हुँदा एउटा हुन त सुन्दा सामान्य 700 को विषय छ, तर पनि यसमा पनि विभिन्न खालको समस्याहरू वैदेशिक रोजगारको क्षेत्रलाई नै यसले पनि अलिकति केही न केही मात्रामा दुर्गन्धित बनाइरहेको छ कि जस्तो लागिरहेको छ। त्यसैले यो क्षेत्रलाई पनि नियमन गर्नको लागि अथवा ती सम्बन्धित निकायको ध्यान जाओस् भन्ने चाहनाले मैले आज यो सानो आफ्नो भनाइहरू यहाँहरू समक्ष साझा गरेकी छु। अब यहाँहरूलाई के कस्तो लाग्छ, यहाँहरूले पनि यस्तै वैदेशिक रोजगारमा जानु पूर्व भोगिरहनु भएको छ भने कृपया आफ्ना विचारहरू राख्नुहोला र यो विषयमा यो तपाईँ हामी सबैको साझा विषय हो। यसमा सबैजना चाहिँ आफ्नो तर्फबाट सचेत हुन आवश्यक छ र सिप तालिम यसरी लिने महिला दिदीबहिनीहरू पनि सचेत रहनुहोला। तपाईँले त्यहाँ तिर्नुपर्ने 700 रुपियाँ हो, त्योभन्दा बढी तपाईँले तिरिरहनु परेन। यदि तिर्नुपर्ने अवस्था त्यहाँ सृजना भएको खण्डमा तपाईँले सम्बन्धित निकाय जस्तै वैदेशिक रोजगार बोर्ड सचिवालयमा तपाईँले त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ अथवा त्यहाँको चाहिँ श्रमाधान कल सेन्टरमा समेत तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा वैदेशिक रोजगार विभागमा तपाईँले जानकारी गराउन सक्नुहुन्छ। र यस्ता कुराहरू चाहिँ हामीले नै जानकारी दिनु भएन भने सम्बन्धित निकायलाई यी विषयहरू सम्बन्धित निकाय अनभिज्ञ हुँदा कानुनी प्रक्रियाहरू अथवा यसमा अन्य कारबाहीका प्रक्रियाहरू पनि अगाडि बढाउन सकिँदैन। त्यसैले चाहिँ तालिम केन्द्रहरूले पनि यी विषयहरूमा एकदमै ध्यान दिएर काम गरेको खण्डमा पक्कै पनि वैदेशिक रोजगार क्षेत्रलाई अझ बढी सुरक्षित मर्यादित बनाउन सकिन्छ भन्ने लाग्छ। हस्, आजलाई यति नै, धन्यवाद।